हेलो नमस्ते सबैजनालाई। हिजो मैले सानो एडभर्टाइजमेन्ट जस्तो भिडियो पोस्ट गरेको थिएँ। अब चाहिँ हाम्रो मेला भनौँ न, मेला नै भनौँ। अब यो स्कुल फेथ 2082 चाहिँ अब विधिवत रूपले स्टार्ट हुनु आँटिरहेको छ। केही क्षणमा तपाईँहरूलाई अब म गेमको, यो मेलाको, फेथको सबै क्लिप्सहरू छोटो छोटो करीमा देखाउनेछु है त। इन्तजार गर्नुहोस्। हाम्रो रोज भ्याली एकाडेमीले अर्गनाइज गरेको यो मेला कस्तो हुन्छ तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होला। अब सबैजना आउँदै हुनुहुन्छ। नमस्ते सबैजनालाई। आज हाम्रो 2082 साल माघको 17 गते स्कुल फेथ वार्षिक स्कुल महोत्सवको सानो नानीहरूको लागि इन्टरटेनमेन्टको लागि हामीले सुरु गर्न लागिरहेका छौँ। यो मेलालाई विधिवत रूपमा सुरुवात गर्नको लागि हामीले हाम्रो आदरणीय अभिभावक हुनुहुन्छ छिरिङमा यल्मोज्यूलाई यो गेमहरूमध्येबाट कुनै पनि एउटा गेम खेलेर आजको हाम्रो मेलालाई सुरु गरिदिनको लागि विनम्र अनुरोध गर्दछु। र सबैजना हाम्रो अभिभावकज्यूहरू पनि उहाँलाई सहयोग गर्नको लागि नजिक आइदिनको लागि अनुरोध गर्दछु। अभिभावकज्यूहरूलाई एकछिन यहाँनिर आइदिनको लागि अनुरोध गर्दछु। ल अब हाम्रो छिरिङमा यल्मोज्यूले हाम्रो आजको यो मिनी मेलाको सुरुवात गर्दै हुनुहुन्छ। कति नम्बरमा भन्नुहुन्छ हजुर? 5 नम्बर उहाँले चोइस गर्नुभएको छ। अब हेरौँ उहाँको कतिको लक छ। आजको कार्यक्रम सुरु भइसकेको जानकारी गराउन चाहन्छु भने हाम्रो छिरिङमा यल्मोज्यूले आजको हाम्रो यो गेमलाई, यो मेलालाई विधिवत रूपमा सुरु गरिदिनु भएको छ। उहाँले नम्बर 5 चुज गर्नु भएको थियो भने नम्बर 5 ओ माय गॉड नम्बर 6 ताली। ल धन्यवाद यहाँहरू सबैलाई धन्यवाद। कति र यो मेलाको बारेमा के हो भन्ने कुरा हाम्रो प्रिन्सिपल म्याडमलाई कसरी के गर्नुपर्छ नयाँ आउनेहरूलाई चाहिँ एक्सप्लेन गरिदिनको लागि अनुरोध गर्दछु। स्वीकार गरेर पाल्नु भएका सम्पूर्ण अभिभावक तथा हाम्रो विद्यार्थीवर्गमा हामी हृदयदेखि धेरै धन्यवाद भन्न चाहन्छौँ। र आजको यो चाहिँ एक दिने स्कुल महोत्सव हो, यो चाहिँ विद्यालय महोत्सव हो, जो चाहिँ हामीले साह्रै पछि गर्ने गरेका छौँ। यो चाहिँ हामीले जहिले पनि स्कुलमा इक्जाम सकेपछि नानीहरू अलिकति रिफ्रेस हुन्छ भनेर गराएको हो है। अनि त्यसको कारणले गर्दाखेरि आजको यसमा चाहिँ तपाईँहरूले विभिन्न प्रकारको खेलहरू खेल्नु पाउने हुनेछ र विभिन्न प्रकारको खानेकुराहरू पनि तपाईँहरूले स्वाद लिन सक्नुहुन्छ, जसको लागि हजुरहरूले रु50 को दरले एउटा टिकट पाइन्छ। काउन्टरमा गएर टिकट लिएर एउटा टिकट अनुसार तपाईँहरूले एउटा गेम खेल्न सक्नुहुन्छ र एउटा टिकट अनुसार बराबर कति खानेकुरा कुन चाहिँ तपाईँको आइटम छ, फुड आइटम तपाईँले त्यो लिन सक्ने हुन्छ है। आजको दिन चाहिँ सानो मिनी मेला जस्तै भनौँ न, यो चाहिँ एउटा विद्यालयको यो चाहिँ एनुअल स्कुल फिट भन्छ, जुन चाहिँ हामीले वार्षिक विद्यालय महोत्सव भनेर हर साल मनाउने गर्दछौँ है। र हाम्रो निमन्त्रण स्वीकार गरेर आइदिनु भएकोमा फेरि पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद हो। अल विल इन्जोय द प्रोग्राम। थ्याङ्क यू। सेलरोटी आलुदम पनि खानु सक्नुहुन्छ, यहाँ प्रोभाइड हुन्छ। अनि 50 रुपियाँमा 3टा कफी पाउनुहुन्छ, 50 रुपियाँमा मोमो पाउनुहुन्छ। त्यहाँनिर फुड कर्नर भनेर लेखिएको छ त्यहाँनिर। अनि 50 रुपियाँमा चाउमिन पाउनुहुन्छ होइन। अनि 50 रुपियाँमा गेम खेल्न पाउनुहुन्छ। गेमको चाहिँ फेरि प्राइजहरू पनि छ। तपाईँहरूले यो 3टा बल छ, बल छिराउनु भयो भने त्यहाँ प्राइजहरू राखिएको छ। अनि घुर्नी छ, घुर्नीमा पनि प्राइजहरू पाउन सक्नुहुन्छ। अनि यो फिसिङ छ, फिसिङ माछा पक्रिने पनि छ। अनि ग्लास लडाउने पनि छ। अनि बच्चाहरू सँगसँगै गार्जियनहरूले इन्जोय गर्न सक्नुहुन्छ। पाउनुभयो? वा, कसले पाउनुभयो? हाम्रो छोरीले। ल के जित्नु भयो? 5 मा। वा ल जोकोस्। ल ल ल ल ल ओके। ल ल ल ल ल
भाइ जो ठोकिन्छ ल बहिनी लु चाउमिन खानुहोस् के खानुहुन्छ ल खेल है मङ्गेश फेस पेन्ट पनि हुँदो रहेछ यहाँनिर हामीले टाढोबाट लेख्छौँ आज फेस पेन्टहरू चाहिँ यहाँ चाहिँ टिकट काउन्टर भयो यहाँनिर हाम्रो डार्ट र कोइन हाम्रो पुनम टिचरको चाहिँ यहाँनिर हाम्रो आइसा टिचरको चाहिँ के हो क्यान्डिल र उयो मान्छे आउने हाम्रै छ गङ्गा टिचर के तपाईँको चाहिँ ए ग्लास लडाउने हाम्रो मेला सुरु भइसकेको छ अब यी ल मङ्गेश भाइलाई ल ल ल ए लु है नानीलाई खेलाऊ है ठिक छ आमाले खेल न अन्त ओहो के पो भयो भाइ खै माइमी ए You just finished 50 rupees. Oh, success. ल ल ल के खेल्यो आहो जितेछ त उसले त अब हाम्रो मेला चाहिँ यसरी लागिरहेछ ओ खेल्दैछ सबैजना आउँदै हुनुपर्छ ल आइपुग्नु भएछ ल है आउनुहोस् है मेलामा खेल्नुहोस् गेमहरू खेल्नुहोस् खानुहोस् यो चाहिँ हामीले अब यी विद्यार्थीहरूलाई कति पढाइ मात्रै गर्ने पढाइमा मात्रै कति गर्ने एक्जाम सिद्धियो हाम्रो थर्ड टर्म एक्जाम सिद्धिएपछि चाहिँ नानीहरूलाई रिफ्रेसमेन्ट कसरी दिने त भनेर स्कुलले अर्गनाइज गरेको अब नानीहरूलाई पढाउँदा पढाउँदा उनीहरूको दिमाग पनि ह्याङ हुन्छ अनि एक्जाम सिद्धिसकेपछि उनीहरूले अहिले एकदम फ्रेस भइरहेछ कहिले फेस पेन्ट गर्दै हुनुहुन्छ कहिले के खेल्दै हुनुहुन्छ कहिले के गर्दै हुनुहुन्छ उनीहरूको रिफ्रेसमेन्टको लागि चाहिँ हामी स्कुलले अर्गनाइज गरेको अनि रमाइलो मानिराख्नु भएको छ नानीहरू तातो तातो मोमो यो चाहिँ जति पनि तपाईँहरूले देख्दै हुनुहुन्छ यो डेकोरेसनदेखि लिएर यो खानाको परिकारहरू देख्दै हुनुहुन्छ यो सबै हाम्रो लेडिज ग्रुप हो उहाँ लेडिज ग्रुपहरूले गरेको हो यो सबै चिजहरू यो हाम्रो टिचरहरू हुनुहुन्छ उहाँ प्रीतिका टिचर सीता गङ्गा अनि यहाँ हाम्रो आइसा अनि हाम्रो स्कुलमा चाहिँ सबैजना टिचरहरू पनि सबै लेडिज मात्रै हुनुहुन्छ पुनम यहाँ हाम्रो उर्मिला टिचर अनि हाम्रो प्रिन्सिपल टिचर हुनुहुन्छ हाम्रो मन्ता टिचर सबै लेडिजहरूले नै यो डेकोरेसनदेखिको लिएर अनि यो सबै कुरा चाहिँ हाम्रो टिचरहरूले नै गर्नुभएको छ मोमो पनि बनाउनेदेखि लिएर सेलरोटी पकाउनेदेखि लिएर चाउमिन बनाउनेदेखि लिएर
हाम्रो टिचरहरू अब लेडिज हुनुहुन्छ उहाँलाई हामी एकदमै उहाँहरूदेखि एप्रिसिएट गर्छौँ उहाँलाई एकदमै धन्यवाद भन्न चाहन्छौँ र भन्छौँ पनि। यहाँ हाम्रो रेनु पनि छ रेनु एकदम खतरा हो उता डेन्जर कुक हो उता कोही बेला कुक कोही बेला के गर्छ उसले सबै गर्छ। कस्तो महसुस गर्नुभयो हजुर ए मिठो छ कि ल थ्याङ्क यू मिठो भनिदिनु भयो। सेलरोटी आलुदम कस्तो रहेछ मिठो छ है यो सबै हाम्रो लेडिजहरूले नै बनाउनु भएको नि त हाम्रो टिचरहरूले बनाउनु भएको। हाम्रो स्कुलमा चाहिँ टिचरहरू सबै लेडिज हुनुहुन्छ अनि अब यहाँनिर सबै यो डेकोरेसनदेखि लिएर सबै उहाँहरूले बनाउनु भएको क्या। ल इन्जोय गर्दै गर्नुहोस् है। पार्यो वा ल जस टिचिङमा हाम्रो ल कङ्ग्रेचुलेसन नानीले है त। वेलकम छ देवांश के खेल्यो धोनी खेल्यो। फेस पेन्टमा चाहिँ आज निकै बिजी छ आज। मजा आउँछ नि 5 स्टारमा खानु र यहाँ खानुमा अर्कै मजा आउँछ हैन। मिठो छ है ओहो बिस्तारै हान्नुहोस् त लु फेरि एउटा दिनुहोस् मेरो तर्फबाट ल हान्नुहोस्। ओहो धन आउनुहोस् है भने आउनुहोस् है नमस्ते आउनुहोस्। एकजनाले मलाई टिकट मागेको एकजनाले टिकट मागेको बेलुकासिम बस्ने अनि मात्रै पाइन्छ ल। लु खेल्नुहोस्। नमस्ते वेलकम टु आवर स्कुल। कस्तो रहेछ मोमो कस्तो रहेछ मिठो रहेछ। के खानुभयो तपाईँहरू के खानुभयो मोमो अनि सेलरोटी मिठो छ है खानु यस
मिठो भयो नानीहरूलाई मिठो भयो मिठो भयो ल ल कति नम्बरमा हौ ल बधाई छ बधाई छ बधाई छ बधाई छ यो फाइदा अब चाहिँ हाम्रो सुमधुर स्वर लिएर उपस्थित भइसक्नु भएको छ हाम्रो आदरणीय सोम सरलाई वेलकम छ। ल अब हामीले उहाँको गीत सुन्नेछौँ। थ्याङ्क यू सो मच भाइ। ल अब चाहिँ हाम्रो सोम सरबाट गीत सुन्नु। ओके म एउटा गीत गाउँदैछु है त हजुरहरूलाई कस्तो लाग्छ? होइन यता सुनाएको हाम्रो मयुमाईको प्रिन्सिपल म्याडम नमस्ते 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 वेलकम वेलकम टु आवर स्कुल फेथ। गीत गाउनु लाग्यो। अन्धकारमा चम्किन्छ यो नेपाली सिरुचाली संसारमा चम्किन्छ। खै तपाईँले ताली मारिदिनु होला ताले ताले। हिजोको चिलो आकाश यो नेपाली झुक्दैन। हिजोको चिलो आकाश यो नेपाली झुक्दैन। छायाहरूको चिसो बातास यो नेपाली रुक्दैन। छायाहरूको निलो बातास यो नेपाली रुक्दैन। झुङ्किरी झैँ ज्योति बले अन्धकारमा चम्किन्छ यो नेपाली सिरुचाली संसारमा चम्किन्छ। कस्तो छ टेस्टहरू कस्तो छ? राम्रै लाग्यो मोबाइल छ राम्रो छ एकातिर तराईको झारको से झाडी छ। एकातिर तराईको झारको से झाडी छ। अर्कोतिर उच्च शिर आली बजाउनुको ठुल्ठुला पहाडी छ। अर्कोतिर उच्च शिर ठुल्ठुला पहाडी छ। झुम्किरी झैँ ज्योति बले अन्धकारमा चम्किन्छ यो नेपाली सिरुचाली ल हेर्नुहोस् त हाम्रो संसारमा कस्तो रहेछ हेर्नुहोस् त ल उहाँको कला।
आइसा छिटो सरी नाच्नु नि नाच्नु सरी नाच्नु ल आऊ 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 न सीता आऊ सरी नाच्नु नि लुला आऊ नाच्नु नया सजाओ है संसार सुख दुख बाटो है हिँडेर हमको पहिलो किरा गाडा गाडा आफ्नै गाडा गाडा आफ्नै गाउँ आउनु कङ्ग्रेस नया नया सजाओ है संसार सुख दुख बाटो हमको पहिलो किरा गाडा गाडा आफ्नै गाडा गाडा आफ्नै गाउँ पाडा नया नया सजाओ है संसार सुख दुख बाटो है मिलेर मायाले बोलायो दाजु र भाउजू घर आयो हाम्रो मायाले बोलायो दाजु र भाउजू घर आयो पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको यो पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको Principal from My boarding school. She's playing a ball. To win, no? Win. Oh! Good luck for the next round. Wow! Dami! अब अन्तिमहरूले गर्नु भएर डान्स
आजको यो जति पनि प्रोग्रामको अर्गनाइज उहाँहरूले गर्नुभएको होइन, यो सुरुदेखि जो चाहिँ डेकोरेसनदेखि चाहिँ अहिले अन्तिमसम्म मैले भिडियोमा पनि भनेको थिएँ, खानाहरू पकाएकोदेखि लिएर सबै कुरा मैले देखाएको थिएँ। हाम्रो एकदमै उहाँहरू चाहिँ एकदम फ्रम द हार्ट भन्छ, एकदमै मन मुटुदेखिको लिएर कामहरू गर्नुहुन्छ र सक्सेस गराउनुहुन्छ। यहाँहरूलाई सबैजनालाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद ल।